तपाईले सोशल मिडियामा 100 वटा भिडियो पोस्ट गर्नुभयो भने 90 वटामा 50 भ्युज पनि नआउन सक्छ। तर 10 वटा भिडियोमा लाखौं भ्युज आयो र हजारौं फलोवर्स बढ्यो भने 90 वटा भिडियो फ्लप खाएको कुरा तपाईलाई मतलब लाग्छ र? तर हामी धेरै जनालाई त्यो 100 भिडियो बनाउन अल्छी लाग्छ होइन त? एउटा दुईटा भिडियोमा खासै भ्युज नै आएन भनेर हामी छोडिदिन्छौँ। त्यो एउटा लाखौं भ्युज आउने भिडियो पाउन 100 वटा भिडियोज पार गर्नै पर्छ। त्यतिसम्मको धैर्यता चाहिन्छ। यो धैर्यता लिएर कन्टिन्युअसली भिडियो सोशल मिडियामा बनाएर पोस्ट गर्नुभयो भने बल्ल सफल भइन्छ। सोच्नुस् त 100 वटा भिडियोज फ्लप भएर किन चिन्ता लिने? एउटै भिडियोमा लाखौं भ्युज आयो भने पनि हजुरलाई कति फाइदा हुन्छ? अझै आफ्नै बिजनेस सम्बन्धी भिडियो पोस्ट गर्नुभएको छ भने त झन् एउटै भाइरल भिडियोले तपाईलाई टन्नै सेल्स लिएर आउन सक्छ। बरु हजुरसँग कन्टिन्युअसली भिडियो बनाउन टाइम छैन, आइडिया छैन भने हामी छौं नि। इफेक्टिभ कस्टमा हजुरलाई इफेक्टिभ कन्टेन्टहरू बनाएर हजुरको बिजनेस ग्रो गर्न हामी मजाले सहयोग गर्न सक्छौं। थप जानकारीको लागि हामीलाई मेसेज गर्नुहोस्।